नमस्ते जोरले दर्शन सबैलाई एक जोडी एउटा हात जोडी हाम्रो आज चाहिँ हाम्रो ट्रिपको दिदी कहाँ रे नाइगरा फल्स को हाम्रो 50 चोटि क्यान्सल गरेर फाइनली आज हामी दुईजना मात्रै जाने रेडी भएको छौँ। आज चाहिँ अब तयारी हुँदैछ। दिदीले सामान प्याकिङ दिदीले प्याक गर्दै हुनुहुन्छ। म पनि अब थोरै थोरै सामान प्याक गर्छु। यहाँ बोकेर ल्याएछ। अब यहाँ दिदीकोमा प्याक गर्छौँ। त्यो 4 महिना भयो। 4 महिना छिटै झन् उयो भयो भनेको त लास्ट टाइम त 4 महिना डिस्कस गरेर छलफल त्यो पनि एभ्री डे साँझ साँझ डिस्कस गरेर अहिले चाहिँ फाइनली हामी दुईजना लागेको छौँ। अब त्यसको लागि प्याकिङ हुँदैछ। यता अब बिस्तारै देखाउँछौँ हामीले आजदेखिको यात्रा। आजदेखि यात्रा 3 डे अब 3 डे भ्याकेसनको म देखाउँछु तपाईँहरूलाई। अलिकति कपाल सिल्की सिल्की पारेछु। अब सामान प्याक गर्छु म पनि के छ त्यो चाहिँ प्याक गर्दैछौँ। हाम्रो दिदी पनि भोलिको तयारी होइन अहिले साँझको तयारी हुँदैछ। अहिलेलाई सेस भन्छु क्या मङपालिसहरू अलिअलि राम्रो हुनु पऱ्यो नि त त्यहाँ गएर। यहाँ मेरो सामान हेर्नुहोस् त यस्तो विचित्र खाली भयो। अब यसरी पटाउने छौँ। दिदीले के किन्नु भएको रहेछ लगेर जाऊँ। अब सबै उयो गरौँला जाने जति प्याकिङ हुँदैछ। अब जुत्ता धेरै छ क्या हो खै अब जुत्ता त त्यहाँ छन् मिलाएर हाल्नुहोस् न। जुत्ता एक सुर्केस भयो त दिदी। धेरै भयो त अनि यो भन्दा जुत्ता सुर्केस भयो त भयो हाम्रो जुत्ता। नाइगरा फल जानलाई हामी रेडी। 3 डे भ्याकेसन स्टार्ट फ्रम टुडे त भनी अब कता कता के गर्छु भाइ दिदी पुरै जोसिएर गएको छ। इन्जोय गरेर नल पुरै इन्जोय क्याप स्याप भएको जति बी प्यासन भनेर। ए यो चाहिँ कहाँ हाल्ने त अनि अब त्यो मेरोमा हालौँ नि। अडियो नि हाल होइन भने गाडीमा यतिकै हालिदिँदा नि हुन्छ। यो अट्दैन क्या दिदी त्यही भएर त मैले तपाईँले यो चाहिँ अहिले तपाईँले पाउनुभयो भने सँगै लगाएर जाऊँ ल नत्र यस्तो भयो। ज्याकेट हालौँ कि नहालौँ गाडी बाहिर गर न बाहिर बोक के ह्याङ गर यो पनि हालौँ नि। के गरे दिदी हाम्रो पावर ब्याङ्कहरू चाहिँ हाल्ने हो भित्र हालौँ गाडी ह्यान्डब्यागमा बोक न हो त्यस्तो त्यो ब्याग खाली भयो त भनेपछि यो अट्छ कि चाहिँ जान सुरु गरिसक्यौँ। यात्रा अब हाम्रो स्टार्ट भइसक्यो। हामी पछाडि दुईजना बसेका छौँ। अगाडि दाइले चलाइराख्नु भएको छ एक्लै। अब आजको रात हाम्रो यस्तै गरेर जाने भयो। कतिचोटि हामी बिसाउन बस्छौँ म तपाईँलाई देखाउँदै जानेछु। कहाँ आइपुग्यौँ भन्ने कुरा हो। अब 17 माइल नन स्टप गइन्छ। अब 17 माइल छ। 17 माइल नन स्टप गइन्छ। त्यसपछि अहिले यता आइयो हामी होइन। हजुर अहिले पछि उता गइन्छ। फेरि यता न उता गर्दै हामी पुगिन्छ। अनि यतातिर सुत्नु न यता स्पेस त्यत्रो खाली छ तपाईँ फेरि। ए होटेल हो कि आउँदा यो त होटलै होला। होटेल पो रहेछ। होटेल रहेछ के रहेछ यस्तो अनौठो भनेको त होटेल पो रहेछ। होटल हो कि होटल होला। होटेल हो क्या नि त्यही भन्छन् सबले त्यही भन्छन्। के हामी कता आइपुग्यौँ पत्तो छैन। चाहिँ फर्स्ट स्टपमा दाइले हामीलाई खाजाको लागि अब रेस्टरुम युज गर्नको लागि फर्स्ट स्टेप रोकिदिनु भएको छ। कति माइल चलाउनु पऱ्यो दाइ? कति माइलमा हामी स्टप गऱ्यौँ? के अरे नानाको बेहाल छ हालत। कति माइल चला लगभग 100 माइल हो। 2 घन्टा चलाउनु भएछ दाइले आज। अब यसो हेरौँ यहाँ भित्र के रहेछ। ग्यास स्टेसन अलि भेटाएनौँ अर्कै के रहेछ। अब इन्ट्री गर्दैछौँ हामी भित्र। मेबी क्यामेरा क्लियर राम्रो छ दिदी। हो नि त हामी चाहिँ अब ब्रेकमा कति 2 घन्टा गाडी चलाएर सुती आएको मान्छे सुतेर आएको हो।
अब यहाँ अलिकति खाजासाजा खाइन्छ, कोकसोक, अब कफी सफी खाइन्छ, त्यसपछि हामी बाहिर ल्याएछौँ हाम्रो सामानहरू। म तपाईँलाई देखाउँछु है त अहिले एकछिन थोरै रेस्टरुम पनि युज गऱ्यौँ। रेस्टरुम युज गरेर अलिकति किन्नु पऱ्यो नि त अर्काको ठाउँमा आएर होइन, त्यस्तै छिर्न दिँदैन होला। त्यसपछि हामीले आफैले पनि किनेर ल्याएछौँ खाजाहरू, अनि त्यो देखाउँछु म तपाईँहरूलाई। तर क्यामेरा इज भेरी क्लियर है यहाँ। इन्सर्ट मैले यो रेस्टुरेन्टमा कफी मगाएर खाने हो। दाईको र दिदीको चाहिँ कफी मात्रै, डार्क कफी। मेरो चाहिँ चक्लेट, हट चक्लेट कफी। अनि अलिकति चिनी पनि दिएको छ एबी डाइरीहरूलाई चाहियो भने। यो कुन सिलेको खाना ओपनिङ हुँदैछ? के हुन् के हुन्? पेट्रोल हाल्ने बेला भयो अब। यस्तो तन्नै छन् हामीलाई होइन, स्पेस थुरै छ। चाउमिन चाउमिन एउटा चाउमिन छ, एउटा चाहिँ पनिर मोमो छ। हामी खाजा साजा खाएर अब हाम्रो गन्तव्यतिर लाग्दैछौँ। दिदी अँध्यारोमा बस्नु भएको छ। कफी मात्रै देखेछ क्या हो? दिदी अँध्यारोमा बस्नु भएको छ। दाइले चाहिँ अर्को मोबाइलमा गीत जोइन गरिदिइराख्नु भएको छ। अब नसुत भन्नु भइरहेको छ। हामी यता बसेछौँ, हाम्रो कफी यहाँ छ। अब फेरि हामी नेक्स्ट स्टपमा भेटिन्छौँ। नेक्स्ट भयो कुहिरो लागेछ। ब्रेक टाइम बिहान चाहिँ यसो सुत्नु भएको छ। किरण दिदी सुतेको सुते गर्नुभयो, बिचरा दादालाई चाहिँ दाईलाई चाहिँ गाह्रो भएको छ। अरू त सुते हो। मर्निङ गाइस, एकछिन रेस्ट गरेको सुते भइएछ। अब चाहिँ हामी अनि यो फेरि सुत्नु लाग्नु भएको छ। भर्खर सुते पनि दाइले चाहिँ भर्खर उठेर होइन जाम यो भएन, अब चाहिँ 2 घन्टा बाँकी छ भन्नुभएको छ। अनि त्यसपछि हामी अब निस्क्यौँ। अगाडि कतातिर चिया खाइन्छ नि दाइ, एकदम चिया खाइन्छ। त्यसपछि चाहिँ नाइगारा फल भन्ने ठाउँतिर गइन्छ। होइन उता त उता भयो कि अब त यही उता अमेरिकन फल्स पनि रहेछ अब स्टेट पार्क। हामी आइपुग्यौँ नाइगारा फल भन्ने चिजको नागरा। अब पुग्न लाग्छ जस्ट 8 मिनट्स। जङ्गल मङ्गल आउँदो रहेछ सुरुमा। हामी पनि यहाँ आइपुग्नु, पानी पनि पर्नु रह्यो तर अहिले फेरि भिडियो भयो। यसरी पुस्नु नमिल्दो रहेछ क्या अरे, उताबाट रहेछ। हामी एकछिन दाइले गल्ली घुमाउँ न त भन्ने कुरा गर्नुभएको छ। घुमाइराख्नु भएको छ सरस्वती बिचरा। कति छिटो सेलाएको यो कफी। यो एकदम उमालेको हुँदैन नि त, त्यही भएर। प्लस कोल्ड दुध हाल्यो नि त हामीले। गुड मर्निङ गाइस, हामी क्यानाडा यही घुम्न आएको। दाइ क्यानाडा यही खोला हेर्न आउनु भयो? गुड मर्निङ फ्रम नाइगारा फल्स। हजुर, हामी चाहिँ फाइनली नाइगारा फल पुगेका छौँ। अहिले पुगेर बिहानको नास्ता वेटिङमा छौँ। हजुर, हल्का वाकिङमा छौँ अहिले हामीले। केही छैन, बोल्नु। हेलो दाई। हजुर, हामी चाहिँ अलिकति मर्निङ वाक गर्दैछौँ। हजुर, मर्निङ वाक गर्दैछौँ। अब खाजा हामीले के अरे नेपाल रेस्टुरेन्टमा खाजा खाने भनेर वेट गरिरहेछौँ। नेपाल रेस्टुरेन्ट चाहिँ खुल्छ रहेछ। नेपाली टेस्ट, नेपालीपन, त्यही भएर चाहिँ 10 अथवा 11 बजेतिर चाहिँ नेपाली रेस्टुरेन्ट खुल्दो रहेछ। अनि दाइले
कति बस्नु यसरी मर्निङ वाक जानमा त सबै मर्निङ वाक जाँदो रहेछ भन्नुभयो होइन हामी चाहिँ यसो मर्निङ वाक जाँदैछौँ घरदेखि कस्तो आयो त्यस्तै ड्रेसमा छौँ होटेल हाम्रो होटेल बुक अलरेडी छ अब होटेलमा एकछिन जान्छौँ खाजासाजा खाएर होटेलमा गर्ने एकछिन फ्रेस सेस पनि गरिन्छ त्यसपछि चाहिँ हामी लाग्छौँ हाम्रो गन्तव्यतिर एउटा ठाउँमा अब हामी दाइले गुगल हेर्दै हुनुहुन्छ हाम्रो अगाडि अगाडि सो गाइस दिदी कस्तो फिल भइरहेछ त बिहानी पख एकदम के भन्नु फ्रेस फिल भइरहेछ ओके फ्रेस एन्ड इन्जोय ल ठिक छ अब हामीलाई बिस्तारै तपाईँलाई देखाउँदै नै छु ल वेट एन्ड सी म्याप हेर्दै हुनुहुन्छ हामी कहाँ जाने कता जाने भनेर म्यापको यस्तो भइरहेछ यो चाहिँ यो म्याप चाहिँ क्यानाडा जाने म्याप रहेछ अब यो क्यानाडा जाने म्याप अनि हामी यता यता यो ठाउँमा घुम्छौँ आज दाइले कहाँ छौँ दाइ ए हामी अहिले यहाँ छौँ हाम्रो गाडी पार्क गरेका छौँ यता हाम्रो गाडी पार्क छ यहाँ हामी यसरी गइरहेछौँ यसो मर्निङ वाक गरेर अब हामी दाइले अब हामी कता लानुहुन्छ त्यतै जान्छौँ ल ल हुन्छ दाइ ल जाऊ लेट्स गो गाइस लेट्स गो हामी ठुलो खोला हेर्न जान लाग्छौँ होइन त दाइ ओ हेलो हाई हाई ठिक छ ल हाम्रो मर्निङ वाक दाइको अब गर्लफ्रेन्डले हाई गर्नुभयो त मर्निङ वाक त आज त पर्फेक्ट हुने भयो त दाइ हल्का जस्ट हाई मात्र होइन दाइ ल ओके ठिक छ त यो पार्कमा छौँ दाइले अब मर्निङ वाक भन्नुहुन्छ कहाँ कहाँ पार्कतिर घुमाइराख्नु भएको छ हामी अहिले यता छौँ एउटा दुईवटा फोटो त खिच्नु परेन होइन अब यसमा फोटो खिच्छौँ हामी एउटा छ अघि नै पार्कभित्र चाहिँ यसो रहेछ अहिले यता दाइहरू गइराख्नु भएको छ अनि यस्तो छ यसो रहेछ ओ त्यो पारीको दाइले क्यानाडा हो भन्नुहुन्छ खास कुरो के हो खाएर पहिला खाजा खाऊँ पेट पूजा गरौँ पहिला पेट पूजा गरौँ नेपाली रेस्टुरेन्टै नपाएर तनाव यो कतादेखि ढोका कतातिर कतादेखि ढोका कतातिर खाजा हो खाजा यता देखाउ न खाजा हो खाजा त्यो खरबुजा हो वाटरमेलन हो र वाटरमेलन हो के वो खरबुजा किन्नु पर्यो देखाउनुहोस् त वाटरप्रुफ मोबाइल ब्याग अब हामी जान लाग्छौँ बोटभित्र पानी पानीभित्र बोट पानीभित्र हामी जलपरी दाइको लागि पनि छ हामी तिनजनाले एउटा यता किनेको हाम्रो फेभरेट भनेको एल्लो हो यहाँ जहाँ पाइ चाहिँ किन्ने होइन यहाँ मात्र बाहिर मात्रै डुलाउँछ नि यिनीहरू त हेलिकप्टरको यहाँ रहेछ दिदी आइछहरू हामी खाजा खाइसक्यौँ अब चाहिँ हामी जानला छौँ चलो चलो क्या देखा रहे हो अब हामी चाहिँ पानीमा नागरा फलको जुन स्पेसली चिज हुन्छ नि त्यो हेर्न जान लाग्छौँ कपडा सपडा चेन्ज गरियो यस्तै हो अब रेस्टुरेन्ट सेसनमा गएन गाडीभित्रै चेन्ज गरियो अब हामी बोट अथवा फुने अनि के भन्छ त्यो डुङ्गामा चढ्न जान लाग्छौँ हामी डुङ्गा अलग अलग हो इङ्ग्लिस नेपाली जापानिज त्यही भएर अब हामी जान्छौँ त्यहाँ हाम्रो पार्किङ नि कता गरेको छौँ पुरै उयो भयो यार चस्मा लाउनु दाइ पनि अहिले त ह्यान्डसम हुनुभएको छ नि त खै दाइलाई पनि एकछिन देखाउँछु है खोइ सबैकोमा टिन छ हामी रेस्लिङ खेल्न जान छ अब हामी त्यहाँ जान लाग्छौँ अब देखाउँछौँ तपाईँहरूलाई ऊ यहाँ आइरहेछन् ल कस्तो भइरहेछ आजको खाना भन्नुहोस् त यहाँ नागरा फलको खाना हामीले नेपाली रेस्टुरेन्ट खोजी भएको नेपाली रेस्टुरेन्ट पनि आज बन्द रहेछ होइन लास्टमा एकदमै खतरा खाना खाएर आइयो $60 हो $60 हो होइन
पैसा जति भयो नि मतलब होइन खानेकुरा चाहिँ मलाई अलिकति त्यस्तै लागेको है भएन पैसा तिरे जस्तो कहाँ भयो 18% गयो उल्टो दिशा 13 मिनट हिँडेर घरि यता हिँड्छौँ घरि यता हिँड्छौँ त्यही भएर हामी एकदम ट्यालेन्ट मान्छे छौँ आफ्नो डेस्टिनेसनमा पुगेरै छोड्छौँ के तर यिनीहरू केटाहरू यता किन गए अघि नै यो जाने भनेन नि त तिनीहरू यहाँ जाने होइन नि त हो तिनीहरू अर्कै दिशा जानु अर्को लाग्यो जानेमा चाहिँ उनीहरू उता जाने रहेछ त कता यताबाट उता पारी त्यो पारी त पारी मतलब अघि हामी आएको नि ए त्यही भन्दै त अनि योबाट गएपछि यता जान्छ त्यो पारी त हामी त मतलब त्यो खाना खानु गएको छ होइन दाइ मैले म्याप किन हेरेको छु दाइलाई त अब हामी चाहिँ जान्छौँ हाम्रो वेठी र ओ धुवा आइरहेछ दाइ भुवा म्याप हेर्दै हुनुहुन्छ उहाँले यहाँले के गर्दै हुनुहुन्छ बिजी म यहाँ बिजी छु एकदम 24 घन्टा बिजी 24 घन्टा चाहिँ नभन है भर्खर फोन निकाल्छु 24 घन्टा बिजी 24 घन्टा बिजी तपाईँ हाम्रो युट्युबर ब्लगर चाहिँ हिरोनी बनेर अगाडि हिँड्दै हुनुहुन्छ अहिले चाहिँ हिँडेको 13 मिनटमा लाग्यो नाइस भ्यू देखिरहेछ 17 मा पनि डान्स गर्दै न त एउटा ठिक छ अगाडि हिँड्ने मान्छे चाहिँ के हो भ्यागु त हिँडे जस्तै हिँड्छ त दाइ त फर्किन त के बोक्नु भएको छ दुनी भएको छ दाइले फेरि खतरा मोबाइल 7 प्रो म्याक्स बोकेर ओ वाउ अब हामी तल जान्छौँ यहाँ तल यस लेट्स गो ब्याक इट्स ओके यताबाट जान्छ यसरी गएर निस्किउँला अब हामी पनि त्यसरी हामी पनि अब यसरी जान्छौँ यस्तो गरेर यता जान्छौँ टिकट काटेर त्यही भएर त्यसमा जान हाम्रो पनि अब आउँदैछ तर पहिला हामी यता सानोकोमा घुमौँ फिरौँ वाइफाई फ्री रहेछ नि दिदी त कहाँ फोनमा हेलो भन्नुहुन्छ यता ए भिडियो त्यहीबाट फोइसल ध्यान न त्यहीबाट उता उ त वाइटमा त्यहीबाट उयो हुन्छ के त चाहिँ भएको छैन हामी अर्को ठाउँमा आयौँ अब यहाँदेखि हाम्रो बिदाई भेरी नजिक बाटो भइगयो यही हो नागरा फोन हो कि नयाँगरा फोन भरपुर इन्जोय लेट्स गो गाइस अब हामी जान्छौँ राम्री त तिमी राम्री त्यसै पनि दाँत मात्रै देखाएर हामीले त दाँत पनि देखाउन 5 महिनाको प्लानिङ 50 चोटि क्यान्सेल आउने बेला 3 दिन अगाडि क्यान्सेल 20 जनाबाट 3 जना नाउ सक्सेसफुल एन्ड इन्जोयफुल यस एकदम इन्जोय भयो गाडी दाइलाई ड्राइभ गर्न अलिक गाह्रो भयो हामीलाई चाहिँ इन्जोय नै भयो सबैभन्दा धेरै नसुती आउने म हेर्नुहोस् यहाँ टिकट एउटा मात्रै पाइयो त्यो पनि 6 बजेको टिकट दिएका छन् अब हाम्रो त्यो बोटमा चढ्ने टिकट गइरहेको छ टिकट देखाउनु न अझ खाना खाइएको छैन नयाँ गएर फोन लगाएर खाना खाएको छैन है दाइ नयाँ गएर फोन लगाएर खाना खानु पाएको छैन टिकट यो चाहिँ हाम्रो यताको टिकट हो यो चाहिँ 6 बजे हामीसँग चाहिँ टाइम अझ कति घन्टा छ 5 घन्टा छ सो त्यसको बिचमा उताको टिकट अगाडि पायो भने घुमेर फिरेर आइन्छ यसो चस्मा नि लगाइदिउँ न त राम्रो देखिन्छ कि छैन ठिक छ गुड ल अब हामी फेरि उता टिकट के कस्तो हुन्छ हामी खबर गर्छौँ अहिले बिहान त खालि त्यो दाइले त यस्तो नि हुन्छ यो भिजिट गर्ने प्लेसहरू भन्दै हुनुहुन्थ्यो अहिले त यहाँ त खुट्टा राख्ने ठाउँ छैन भनेको कहाँ हुनुहुन्छ दिदी यो पनि बिग्रिने रहेछ के बेला बेला त बिग्रिन्न तपाईँले त्यो अलिकति दिमाग लाउनुपर्छ यो यस बी प्यासन
यो के हो त्यो कपाल पनि यता गएको एउटा मात्र है त्यो बाजेको नाम लिने होइन यहाँनिर गासर पर्ला गुड अब हामी जान्छौँ अर्को डिसाइडतिर अर्को विपरीत साइड सो आज विकेन्ड भएर 4 जुलाई भएर चाहिँ मान्छे तन्नै रहेछ बिहान त यहाँ त दाइ हामी मर्निङ वाकमा थियौँ होइन हामी 3 जनामा छौँ अनि टिकट पाइन्छ त बिहान मान्छे खोज्दै हिँडेको यहाँ टिकट नपाएर अब भोलि पाउला जस्तो छ बिहिबारमा अड्के उताको टिकट उतै हराए यताको टिकट पाउने हो कि होइन हामी टिकटको लाइनमा छौँ गाइस हामी बोटको लागि टिकट पाछौँ कति घन्टा उभिएर जाए 2 घन्टा 1.5 घन्टा उभिएर फाइनली ल के नदेखेको यार त्यहीबाट फोटो ओ सरी सरी पैसा नि भरिला हो तल एलोभेट्रा वेट गर्दैछ भनेर खोल्दैन क्या उताको मान्छे त गइसक्यो 2 पहिला खुल्यो भनेको हाम्रो खुल्यो रेडी हाम्रो खुल्यो त्यहाँको सिधै तल हामी पनि यसमै जान पाए त नि होइन यसमा जान दिन्न क्या यही होइन रोकिसक्यो ल हामीले कपडा यो पनि सेम कलर कपडा लगाइयो किन छिटो लाउनु पानी पर्यो असिना झर्यो दाइको रुमाल बाउजूलाई मन पर्यो हाम्रो ग्रुपले देखो न गाइस देखो न गाइस इधर देखो फाइनली मान्छेहरू यता छन् नाइटमा देख्नु न पुरै लाइट बल्यो हुन्छ यहाँनिर फेरि नजिक आयो फेरि नजिक आयो इङ्ग्लिस एन्ड नेपालीले हामी भित्र जान लाग्छौँ केटीलाई खुसी लागेछ क्या मान्छे आउने पर्खिरहेछन् सबै निस्किला छन् कोही आउनु लाग्छन् अझै माथिदेखि नै आउँदैछ फाइनल्ली हामी अब एलिभेटरमा माथि एक्जिट हुँदैछौँ है
खुसी खुसी इतना खुसी ह्याप्पी खुसी भनेपछि ह्याप्पीवाला होइन खुसीवाला सबैले बुझ्ने गाह्रो पर्दैन। अब हामी जान लाग्छौँ माथि टिकटदेखि लिएर हामी वेटिङ गरेको सबै गरेर 2.5 घन्टामा फाइनली हामी सकायौँ। अब हामी जाँदैछौँ नम्बर 4 मा। तर टिकट नल्याएपछि हामी नम्बर 4 भ्याउँदैन थियो आज होइन। यसो बेटर हामी टिकट ल्याएर अब हामी जान्छौँ पानी खान अलिक के हाम्रो कार टाढा छ आइसक्रिम अहिले त आइसक्रिम खाऊँ है लस इट आइसक्रिम कारतिर लाग्दैछौँ घन्टी बजाउँदै आइरहेछ त्यसमा जान वेटिङ गरिरहेको छौँ। हाम्रो 6:08 को छ भने हामी अहिले 5:45 आइपुगेछौँ। अनि यो चढेर चाहिँ आएर कहिले अहिले म्युजियमतिर जाऊँ भन्दै हुन्छ। म म्युजियमको पनि सर्भर क्यामेरा अलर्ट छ भने म भिडियो रेकर्ड गर्छु, क्यामेरा अलर्ट छैन भने चाहिँ म भिडियो रेकर्ड गर्दैन। ओके गाइस बढ्दैन म आफै हेर्छु। 1 नम्बर पनि अगाडि छिर्न दिन्नी हाम्रो दिदीले बल्ल 6-8 आयो पालो कि फोटो लिएर यसरी फोटो लिएर हामी फेरि भित्र छिर्न लाग्छौँ। यहाँ यता साइड त्यसो रहेछ। अब खै के हुन् त कुन्नी यहाँ यस्तो रहेछ। अब यहाँ के हेर्ने भनेको हो हामीलाई के हो त यहाँ त क्यारम बोर्ड जस्तो पो छ त्यो त के खोला अनि त्यतिर ल्याउनु भयो त यहाँ सबैलाई भित्र बसालेर बस्न दरकार छ। अब के हो अड्याएर पड्याएर होइन दिदी कहाँ बसालेछ जनबत्ती बन्द गर। The land surrounding Niagara Falls are largely controlled by private owners, and public access to the falls is limited. The pristine natural landscape of Niagara is quickly disappearing, creating an atmosphere more carnival and inspirational. Wow, त्यसपछि यस्तो भएको होला। Smokestacks and dismal factories mar the beauty of the surroundings. These industrial eyesores draw upon the water's immense energy to power their machines. Spew their waste into the जाँदैछौँ है वाटर सिलिङ। अब हामी जाँदैछौँ पानीमा भिज्न पेट दुखाइ। ओके गाइस आई सो वी गट येलो वान। दाजु खै लगाउनु भएन। वी गट येलो वान बिफोर ब्लू वान। वाउ यो चाहिँ क्यानाडावालाहरूको हो। हामी चाहिँ फेरि अर्को स्टेपमा जाँदैछौँ। एकछिन लगाउनु छ दाजु हामी स्टार्ट गर्दैछौँ। तलदेखि माथि गयो होला नि। अब हाम्रो ट्रिप सुरु भयो यहाँदेखि भित्र गाडी पनि खल्ला लाग्नुभयो। आमा यस्तो पो रहेछ यहाँ त।
सकाएर पनि फाइनली सकाएर भिजेर फिजेर यता पनि यस्तो भएर यता पनि यस्तो भएर भिजेछ कि त मलाई बनाउनु त मैले भित्रै छिरेछ अनि म यस्तो हालतमा छु Oh my god! क्या है यार हाल? क्या है हाल? क्या है ए सुता दो सेट सुताएर के ल हो त्यसै ल रञ्जना यता नि हेर्दै हेरेर पनि अब हाम्रो होटलतिर जान लाग्छौँ एकदिन होटलमा गएर अलिकति सरसफाइ कार्यक्रम हुन्छ त्यसपछि हामी पनि नाइट भ्यू हेर्न जान्छौँ अब है त अब रुम जान लाग्छौँ कलरफुल नाइट कलरफुल हेर्न जान लाग्छौँ चिसोले झन्डै मरे हामी अब हाम्रो दाइले डिनर जाऊँ भनेर के हुन्न डिनर लगाए डिनर खान जान लाग्छौँ होइन दाइ यस लेट्स गो फर डिनर मेरो मोबाइल झर्यो हामी डिनर जान लाग्छौँ डिनर खाएंगे हम बहुत अच्छा से आज रेस्टुरेन्टहरूमा खासै खाना नपाउँदो रहेछ ब्रेकफास्टै दिने रहेछ अब त्यही भएर चाहिँ हामी अब यहाँनिर खाना खान गएर एकछिन नागरा फलको नाइट भिथोर हेरौँ भन्ने सोच हो एकदम टाइट भएको छ हामी पनि भएको छ प्लस दाइ त झन् धेरै टाइट हुनुहुन्छ आज त्यही पनि दाइलाई एकछिन गएर खाना खाएर एकछिन जान्न नि त दाइ भनेको अलिकति बिचरा हिजो रातभरि पनि ड्राइभ दिउँसोभरि पनि अनि अहिले पनि लास्ट टाइट हुन्छ दाइ हामी अब हाम्रो गाडी चाहिँ यता हुनुहुन्छ हामी जान लाग्छौँ हाम्रो गाडीसँग विथ आवर बोस ओके हामी यसरी ढोका खोल्छौँ ट्रिक ओपन द डोर प्लिज अलिअलि इङ्ग्लिस बोलिन्छ नि त यसरी खाजा खानु जानु लाग्यो भ्यू हेर्न जानु लाग्यो ट्राफिक हेर्न रातिमा हेर्नु अब रातिमा अझै पड्किरहेको छ नहुन रहेछ मान्छे पनि हुने रहेछ नि भन्ने कुरा हुन्छ बाचा कलरफुल अघि नदेखि भइरहेको थियो हाम्रो चाहिँ हाम्रो गाडीले गर्दा यो के गर्न पाएन पार्क खासै नपाएको कारणले गर्दा यस्तो भएको हो नागरा फल उता पारी क्यानाडा त्यतिले बजाइरहेको छ आज मान्छेले तन्दै हुने रहेछ त्यहाँ पारिदियो के होला घर फर्किन लाग्छ अब नाइट लाटेको 12 पनि बस्ला गएर सुत्ने हो अड्याएर पड्याएर जनताहरू आज मेरो थोरै भोलि फर्किन लागेको थोरै बनाउँछु अनि सकाउँछु है त गाइसहरू अब बिहान गुड मर्निङ कफी खान लाग्छु भने चाहिँ भिडियो बनाउनु पाएन हाम्रो बेटर छोरो बेड बनाइराखेको छ दिदी र म वी हेभ नो कफी त होइन हामी कफी खान छोडेछौँ है अहिले एकछिनलाई 5 मिनटको लागि सो म अलरेडी प्याक गरिसकेँ नुहाइधुवाइ पनि गरियो प्याक पनि गरियो अब दिदीको प्याकिङ हुँदैछ यता दिदी हेलो हामी कहाँ जान लाग्छौँ अब हामी फेरि जान लागेको पानी हेर्न नेक्स्ट दाइ गुड मर्निङ गुड
मर्निङ अल टु अल फ्रम कहाँदेखि हामी नाइगरा फलदेखि अब हाम्रो अब हामी कफी चाहिँ खान चाहिँ जान लाग्छौँ दाइले भन्दा चाहिँ आज म स्टारबक्स कफी खुवाउँछु भन्नुभएको छ हामी त्यहाँ जान लाग्छौँ है स्टारबक्स होइन तिनीहरूलाई आज डायमन्ड बक्स चाहिँ स्टारबक्स खान्छ बाहिर अलिकति सिसा राति पानी परेर रहेछ सिसा अलिक फोहोर छ सो हामी सामान प्याक गर्दै हिँड्छ घर जाने सामान प्याक गरेको एउटा लानु पाइएन मेरो सामानहरू यहाँ छन् छोटा दन उर्सी छोटा बडा दन ए बहुत बडा दन दिदीको सामान यहाँ छ हाम्रो हिजो यस्तो भित्र कता कता घुम्न जाँदाखेरि चाहिँ यस्तो मेमोरीहरू बनाइदियो रहेछ तर एकदम एक्सपेन्सिभ भनौँ यो चाहिँ एक्सपेन्सिभ भयो है अलिकति मोर देन $100 रहेछ अलिक तर यो चाहिँ तपाईँहरू यता आएर यो बनाउनु भयो भने चाहिँ एकदम राम्रो हुन्छ किनभने तपाईँलाई पछि फ्युचरमा बच्चा बच्चीलाई साथीभाइहरूलाई हो हामी यहाँ गएको थियौँ कि यस्तो गरेर यस्तो इन्जोय गरेको भन्नु पनि पाइयो हो यो ठाउँमा चाहिँ बना अर्को ठाउँमा त्यो बोटमा चाहिँ नखिच्दो रहेछ होइन ओके डन 4-5वटा फोटो खिचेर 6-7 फोटो खिचेर हामी आज जान्छौँ हामी आज हाम्रो लास्ट नाइगरा फल चाहिँ आज लास्ट डे हाम्रो राम्रो रहेछ अनि हामी जान्छौँ खाजा साजा खाएर ब्याक टु हाम्रो घर न्युयोर्क बनाइदिँदैछु है मैले अब हामी यो यहाँनिर 2-3 फोटो खिचेर घर जान लाग्छौँ यहीँबाट एउटा फोटो पनि खिचिदिन्छु यहीँबाट क्यामेराबाट लिएको कस्तो राम्रो सिना छ तर यहाँ पनि मतलब तिनीहरू टिकट ल्याएर बसेका हुन् त टिकट लिएर हेरिरहेको छ अहिले नखाने खाजा खान जाऊँ पहिला पारीकोहरू चाहिँ यो चाहिँ क्यानाडाका हुन् पारीको त्यो रातोहरू क्यानाडा हुन् हामी चाहिँ यता अनि यहाँ चाहिँ अहिले पसलहरू बन्दैछ हामी एकछिनमा सपिङ अलिअलि सपिङ पनि गरिन्छ तर अहिले चाहिँ हामी फर्स्ट रेस्टरुमतिर लाग्यौँ यहाँ त दिदी गिफ्ट किन्ने जस्तो केही छैन त गिफ्ट किन्ने जस्तो राम्रो रहेछ अनि कतिको सपिङ गर्नुभयो आज नाइगरा फलको एकदम भव्य सपिङ हाम्रो त 200 अब हामी ब्रेकफास्ट खाँदैछौँ जम्मा रे $14 कफी जम्मा डिनर मान्नुपर्छ लन्च खानेछौँ यहाँनिर लन्च साथमा के भन्छ हामीले यो भन्दा टोगेदर स्टार्ट टुगेदर अब हामी यो खाएर ब्रेकफास्ट खाँदैछौँ कफीलाई केही पनि छैन $15 हेर्नु न $15 को कफी क्यापुचिनो हट क्यापुचिनो मेरो ब्याग इज सपिङ ब्याग हामी अब आइसक्रिम चाहिँ जान लाग्छ हामी चाहिँ लाइनमा बसिरहेको धेरै जान्ने हुने पनि गाह्रो छ नि दाइ अब दाइले चक्लेट अर्डर गरिराख्नु भएको छ टच ट्याप टु अर्डर कुन खाने क्यान्सल ए होइन पहिला यो गर्नु अनि 8 गर्नु यता 8 अनि 8 क्याट अनि फेरि एकचोटि थिच्नु आउँदैन अनि चक्लेटमा अनि 8 अनि अब हिसाब अब बिउ क्याट अब पे नाउ पैसा निकालौँ गरौँ
finish other. हाम्रो other is here. So let's go. अब फाइनली हामी यो खाएर घर जानेछौँ। 1 बज्यो 1 बज्यो। ल आज 12 बजे घर। फल्लै बिदाई गर्दै अब हामी घरतिर गइन्छ हैन। घरतिर गएपछि ट्याक्क उसको लोकेसन हान्न पर्यो पहिला घरको। ओहो कति घन्टा हो? कति घन्टा भयो रे? होम हानौँ ल, होममा क्लिक गरौँ। त्यसपछि आयो कति आवर? अहिलेसम्म कति देखाएको छ भनेपछि 6 घन्टा 57 माइल। ल ओ माय लेट्स गो। केरेङ दिदी लेट्स गो। सकेको छैन, लेट्स गो। ल त है त मलाई लाग्यो है त। शुभ यात्रा। टिङ 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 खाइसके बाट्रे बाट्छ। अब हामी लाग्यौँ न्युयोर्क आवर होम। होम भन्छ कि होम भन्छ यहाँ? छक्तेरी होम होम होम। ल बाई बाई गाइस। बाटा होमे भन न, यो चाहिँ हामी होमे होमे होमे। लाग्यो हामी। ल अब लाग्यो हामी सायोनारा। नेक्स्ट टाइम चाहिँ हामी फ्यामिलीसँग आउनु पाइयो। बाई बाई गर्नु के? बाई बाई। हाथ छूट जाएंगे ऐसी राहें मिलो ना बात एकदम नागरा फलको ठुलो पुल होला। ए त्यतै भन्छ। तर अरूले भन्दैनन् कि दाइ। यो त्यहीको फेरि 2 दिन पछि कि 3 दिन पछि फेरि फर्किने बेलाको भ्यू छ यो चाहिँ। दामी छ। अरबीले यस्तो गर्दै यार। आई एम रिच म्यान, फेरि 1-2 दिनमा। आई फर्गेट माई वालेट इन रुम भन्छ आज। कहिले त? त्यतिखेर हाम्रो ठ्याक्क अर्मन समाजको उक्लिने थियो। सिक्रेटहरू खोल्दै बङ्ग पछाडि मसँग क्यास पैसा पो छैन त, योहरू सब छ। एउटा पिज्जा डाइली लिनु भएको छ अनि एउटा सामान अनि हाम्रो केरेङ दिदीले चाहिँ सलाद C1 सलाद सो वी बाई सलाद 2 नाममा मात्रै हो नि हामी पनि टेस्ट गर्छौँ दिदीको सलाद खाने त्यहाँ बस्नु थोरै चाहिँ के उकालो राख्दै मलाई ल्याङ गरेको भन्नुहुन्छ कस्तो लाग्यो आज ब्याक टु न्युयोर्क मुझो टायर यु ड्राइभ द्याट्स वाइ दाजु यु ड्राइभिङ दाइ थाक्नु भएको छ बिचरा आएकोदेखि चलायो ड्राइभिङ म जब म ड्राइभिङ सुरु गर्छु त्यसपछि म पनि ड्राइभ गर्छु त दाइले हेल्प गर्छु त्यसपछि चाहिँ यस्तो पानी परेको छ 79 छ 10 डल्ला आज दाइले खाना बनाउँदै हुनुहुन्छ दाइकोमा खाना खाएर घर पुऱ्याउनुहुन्छ दाइले छिटै आइपुग्यो सोचेको भन्दा केरेङ दिदी बिहोस हुनुहुन्छ कहाँ जाने भयो